दर्शकवृन्द, नम्बर प्लेट र बिलबुक बिना इलेक्ट्रिकल स्कुटर चलाउँदै हुनुहुन्छ भने यो भिडियो ध्यान दिएर हेर्नुहोला। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रणाली बुटोलले बजारमा नम्बर प्लेट र बिलबुक बिनाका इलेक्ट्रिकल स्कुटर यत्रतत्र गुड्न थालेपछि नियन्त्रणमा लिन थालेको छ। गत चैत महिनामा मात्र 54वटा इलेक्ट्रिकल स्कुटरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका 32 स्थान स्कुटरमा नम्बर प्लेट जडानपछि सवारी धनीलाई जिम्मा लगाइएको छ भने 22 स्थान कारबाहीको प्रक्रियामा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोलका प्रमुख एसपी श्याम खत्रीले जानकारी दिनुभएको छ। यो हामीले इलेक्ट्रिक स्कुटी नम्बर प्लेट बिनाका इलेक्ट्रिक स्कुटीहरू यो बजारमा यत्रतत्र गुड्न थालिसकेपछि कम्प्लेनहरू पनि आउन थाले, सोरुमहरूबाट कम्प्लेनहरू पनि आउन थाले र हेर्दै जाँदाखेरि यो स्कुटीमा नम्बर प्लेट पनि नराखेकाको संख्या धेरै हुन थाल्यो र बुझ्दै जाँदाखेरि यो इन्डियाबाट पनि ल्याउने, अन्य देशहरूबाट पनि ल्याउने चाइनिज स्कुटीहरू केही भन्सार छलेर ल्याएका छन् भने केही चाहिँ हजुरको भन्सारतिर लिएर आएका पनि भेट्यो, तर यिनीहरूको चाहिँ नम्बर प्लेट नभएको। त्यसपछि हामीले नियन्त्रणमा लिन थालिसकेपछि यो अहिले 2 हप्ताको अवधिमा हामीले 54वटा नियन्त्रणमा लियौँ। 54वटा इलेक्ट्रिक स्कुटी नियन्त्रणमा लिइसकेपछि यातायातसँग पनि समन्वय गऱ्यौँ। यातायात कार्यालयसँग समन्वय गर्दाखेरि यिनीहरूको ब्लुबुक आवश्यक पर्छ र नम्बर प्लेट पनि आवश्यक पर्छ र दर्ता पनि हुनुपर्छ। मानव ऊर्जाबाट चल्ने सम्पूर्ण 2 पाङ्ग्रे सवारी साधनहरूको हकमा नपर्ने भयो, तर यान्त्रिक ऊर्जाबाट चल्ने 2 पाङ्ग्रे सवारी साधनहरू स्कुटीको हकमा पनि यातायातमा दर्ता हुनुपर्ने र नम्बर प्लेट राखेर मात्र सवारी साधन चलाउनु पर्ने भन्ने उहाँहरूले आधिकारिक पत्र हामीलाई दिइसकेपछि यो प्रक्रिया अन्तर्गत अहिलेसम्म 32वटा नियन्त्रणमा लिएका 54वटा मध्ये 32वटा स्कुटीहरू नियमपूर्वक यातायातमा दर्ता भएर यो ब्लुबुक लिएर आइसकेपछि नम्बर टाँसेर 32वटा सवारी धनीहरूले स्कुटी लगिसक्नु भएको छ भने अब 22वटा यहाँ चाहिँ हाम्रो कारबाहीको प्रक्रियामै छौँ। अब बिस्तारै उहाँहरूले अब यो ब्लुबुक ल्याउँदै गर्नुभयो भने यो हामीले चाहिँ हस्तान्तरण गर्दै जान्छौँ र उहाँहरूले आफ्नो कागजात ल्याउन सक्नु भएन, अब सबै प्रमाण पुर्याउन सक्नु भएन भने यी स्कुटीहरू अब भन्सारको लिलामी प्रक्रियामा जान्छन् र बुझाउनु पर्ने हुन्छ। हामीले यो भर्खरै बजारमा देखा परेको हो व्यापक रूपमा। यसरी नियन्त्रणमा लिन थालिसकेपछि यो धेरै नै कम भइसक्यो, अहिले देखिन्न, बजारतिर देखिन्न र यो रूपन्देही जिल्ला प्रहरी कार्यालयले पनि केही नियन्त्रणमा लिएर चाहिँ कारबाहीको प्रक्रियामा गएको छ। यो स्कुटी नियन्त्रणमा लिन थालिसकेपछि अब यो ल्याउने क्रम पनि रोकिएको छ। भारतबाट आफू खुसी खरिद गरेर खुल्ला सिमानाबाट भित्राउनेको सङ्ख्या पनि छैन, अहिले खासै छैन र हामीले मातहतका जिल्लाहरूमा पनि पक्राउ गर्ने, नियन्त्रणमा लिने र आवश्यक कानुनी प्रक्रिया पुऱ्याएर आइसकेका छन्, प्रमाण पुग्छ भने छाडिदिने भनेर हामीले एउटा सर्कुलर पनि गरिसकेका छौँ। त्यसकारण यो अवैध रूपमा इन्डियाबाट सस्तो मूल्यमा पाइन्छ र यहाँ लिएर आएर चाहिँ सजिलैसँग चढ्न सक्ने हुँदाखेरि यो हामीले नियन्त्रण नगर्दाखेरि यो चाहिँ यसको सङ्ख्या धेरै हुने र सोरुमहरूले पनि हामी माथि कम्प्लेन गर्ने र बजार पनि अलि अस्तव्यस्त हुने हुँदाखेरि हामीले नियन्त्रणको प्रक्रियामा ल्याएको हो र यो दर्ता गरेर कानुनी प्रक्रिया पुऱ्याएर दर्ता गरेर नम्बर प्लेट ल्याइसकेपछि उहाँहरूले लानु पनि भएको छ र यो अबको क्रममा चाहिँ अब धेरै नै रोकिएको छ र यसमा चाहिँ इलेक्ट्रिक स्कुटी भएको कारणले गर्दाखेरि यसले आवाज नदिने र पैदल यात्रीहरू हिँडिराखेको अवस्थामा यो स्कुटीको आवाज नआएको कारणले गर्दाखेरि दुर्घटना हुने सङ्ख्या पनि बढेको छ। 32वटालाई हामीले लापरवाही गरेको, नम्बर प्लेट नराखेको भनेर 500 रुपियाँको 24 घन्टे पुर्जी काटेर हामीले सबै 32 जनालाई चाहिँ हामीले 500 रुपियाँको चाहिँ 24 घन्टे पुर्जी काटेर जरिवाना तिराएर अनि छोडेका छौँ हामीले 32 जनालाई भने। अब बाँकी रहेको 22 जना मध्ये पनि केहीको चाहिँ अब भन्सार नजिकबाट इन्डियाबाट किनेर ल्याएको बुझिएको छ। यसलाई चाहिँ हामीले यो भन्सारको लिलामी प्रक्रियामा जाने भनेर यसलाई यताबाट छुट्टै राखेको छौँ। सबैको हामीले अभिलेख राखेका छौँ, उहाँहरूको नम्बर, फोन नम्बर, सम्पर्क नम्बर, इन्जिन नम्बर, चेसिस नम्बर सबै हामीले चाहिँ लिपिबद्ध गरेर राखेका छौँ। उहाँहरूले प्रमाण समयमा ल्याउनु भयो, पुर्याउनु भयो, अब ब्लुबुक ल्याउनु भयो भने ठिकै छ र मैले बुझेअनुसार चाहिँ एउटा सोरुमले बेचेको तर उहाँहरूलाई बिल मात्रै दिएको र त्यसपछि दर्ता प्रक्रिया पुरा नगराइकन भागेको भन्ने बुझिन्छ भने केहीले चाहिँ यो फोटोकपी दिएर, हिजो एकजना आउनुभएको थियो, फोटोकपी लिएर आउनुभएको थियो, बिल जस्तो देखिने तर फोटोकपी लिएर आउनुभएको थियो। अनि मैले कानुनी प्रक्रिया पुरा गर्नुहोस् र मात्रै लिएर दिन सकिन्छ भनेर भने। अब त्यसपछि जानुभएको छ, के गर्नुहुन्छ उहाँले।